चित्त नदुखाइकन एउटा जवाफ दिनु होला। सामाजिक सञ्जालमा मैले धेरै पढिने कमेन्ट मध्येमा त्यो देख्छु, एमाले बरु मान्छे एमाले बन्न सक्ला। होइन, एमाले चाहिँ मान्छे बन्न नसक्ने भयो भन्छन् क्या। एमाले जतिको बनेर देखाउ न। एमालेको कुनै नेता सार्वजनिक ठाउँ रक्सी खाँदै देख्नुहुन्छ तपाईँ? एमालेको कुनै नेता सार्वजनिक चोट खाँदै देख्नुहुन्छ? एमालेको कुनै नेता समाजलाई नपर्ने खालका गतिविधि गरेर अथवा चाहिँ नि सोसियल मिडियामा त्यो चाहिँ नि जुन खालको अहिले सोसियल मिडियामा अराजकता फिजाउने प्रचलन आएको छ त्यो देख्नुहुन्छ? एमालेको नेता कहाँ तपाईँ कुनै काम लिएर गयो भने उसले काम नगरेको देख्नु भएको छ? एमालेको कुनै नेताले कुनै काम गरे बापत सेटिङ गरेर पैसा मारेर भर्सा गरेर त्यो गरेर देख्नु भएको छ? अनि एमाले मान्छे त्यही भएर त छानबिन हुँदैछ त।